कानुनमा जाने हो, यसरी मान्छेलाई कुट्न पाइँदैन है। सम्बन्धित निकायले निष्पक्ष छानबिन गरियोस् र त्यो नालायकलाई पनि कडाभन्दा कडा कारबाही गरियोस्। व्यवस्था गरिहाल्नु पर्ने भयो क्या, साँच्चै भने मलाई साह्रै नै नराम्रो लाग्यो। दर्शकबिन, अहिले सामाजिक सञ्जालमा गायक अशोक दर्जीलाई केही युवाहरूले सार्वजनिक स्थलमै धम्क्याउँदै हातपात गरेको जस्तो देखिने भिडियो निकै भाइरल भइरहेको छ। ती कुटपिट गर्ने युवाहरू भन्ने छन् त गायक भएर अर्काको पैसा लाने हो, बिचरा अरूले कमाएको पैसा त्यसरी लाने हो भन्दै दुर्व्यवहार गरेको देखिन्छ। अशोक दर्जीले कसको पैसा लिए, किन लिए, कसले दियो, कि साँच्चीकै पैसा लिएकी हुन्? लिए पनि कुटपिट गर्नु गलत हो। यसको बारेमा के भन्दैछन् उनका फ्यान, उनका शुभचिन्तकहरू, यो सुन्नुहोस्। अशोक दर्जी भाइलाई त्यो पिट्ने केटालाई चाहिँ समातेर होइन राम्रै कारबाही गर्नुपर्ने भयो होइन। पैसा चलाउनु त पाइन्छ होइन, होला अब अहिलेको अवस्था त्यस्तै होला, टाइममा दिन सकेन होला होइन। उसलाई भिडियो बनाएर झ्याम्किझाम हिर्काउन त्यस्तो गर्न चाहिँ मिल्दैन थियो होइन। त्यो फुचाफुची भाइहरूलाई समातेर होइन के भएको त्यो चाहिँ बुझ्न जरुरी छ जस्तो लाग्यो मलाई होइन। सामाजिक सञ्जालमा एकदमै चर्चित गायक र कलाकार अशोक दर्जीलाई मुखमा हानेको भिडियो भाइरल भइरहेको छ। यो केही पैसाको लेनदेन र हान्ने व्यक्तिले चाहिँ मेरो पैसा फिर्ता कहिले दिन्छस्, कलाकार भएर मेरो पैसा खाने हो भनेर चाहिँ उहाँको मुखमा पिटेको जस्तो देखिन्छ। अब यसमा बुझ्ने कुरा चाहिँ के छ भने उहाँलाई यो अवस्थासम्म कसले पुर्यायो? उहाँ यस्तो राम्रो कलाकार र यस्तो राम्रो गायककारलाई चाहिँ तपाईँको नेपाली म्युजिक इन्डस्ट्रीले फेरि चुसेर फालेको हो त। यो घटना हेरेर चाहिँ मलाई सचिन परियारको याद आयो। नेपाली कलाकार हो भनेर जान्दा जान्दै पनि हात लगाउने यो कुपुत्र राम्रो परिवारको शिक्षित परिवारको चाहिँ होइन के हो। साला भाइरल हुनुको लागि जे पनि गर्छस्। बिचारा त्यो अशोक दर्जी भाइरल हुँदाखेरि सबैले पछ्यायो, सबैजना पछि लागे, सबैजनाले हाई गरे। मानवता कहाँ छ के? मान्छे हो, गल्ती भइहाल्छ होइन। गल्ती गरेकै भए पनि यसरी चाहिँ सजाय पाउनु अथवा सजाय दिनु, आफैले दिनु चाहिँ एकदमै गलत कुरा हो। उसले गरिबै भएको भएर यसरी हेपेर गरेको जस्तो पनि देखिन्छ। त्यो चाहिँ एकदमै कडा अनुसन्धान गर्न जरुरी छ। अर्काको पैसा खाने, अर्काको दुःख गरेर कमाएको पैसा खाने, कलाकार भएर गायककार भएर भन्दै कुटेको भिडियो देखेँ है। यसमा चाहिँ म के भन्न चाहन्छु भने यदि अशोक दर्जीले पैसा खानुभएको हो भने उहाँको परिवार हुनुहुन्छ है, परिवार हुनुहुन्छ, कानुन छ होइन। कानुनभन्दा माथि हामी कोही पनि छैनौँ। उहाँहरूले चाहिँ परिवारलाई भन्ने हो, कानुनमा जाने हो, यसरी मान्छेलाई कुट्न पाइँदैन है। कानुनी राज्यमा कसैलाई धम्क्याउनु, हातपात गर्नु, गाली बेइज्जत गर्नु अपराध हो। अशोक दर्जीले पैसा लिएको भए पनि उनका आमा बुबासँग कुरा गर्न सकिन्थ्यो। कानुनी बाटो खुल्ला थियो। यसरी कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइसकेपछि पक्कै पनि प्रहरीले छानबिन गर्नेछ। अहिले नै यसलाई ठुलो विषय नबनाऊ दर्शकबिन।